आनन्दले सुतेको छ नि पानी राखिदिएको ल यस्तो राम्रो घर बनाइदियो भगवान् कहाँ हुनुहुन्छ थाहा छैन तर यो घरमा चाहिँ भगवान्को बास छ ल्याएर प्रभु देख्यौ यस्तो राम्रो ओछ्यान राखिदिएको असली भगवान्को घर चाहिँ यही हो भगवान् कहाँ हुनुहुन्छ हामीलाई थाहा भएन तर यो घरमा चाहिँ पक्कै भगवान् हुनुहुन्छ भगवान्को बास छ ल्याएर यस्तो गेटमा यस्तो राम्रो घर बनाइदिएको ल्याएर कति आनन्द है बाबा भगवान् पशुपतिनाथ हरेक मानवमा यस्तै दया माया करुणा आए त कुनै पनि प्राणीलाई दुःख हुने थिएन पानी राखिदिएको घर त्यति आनन्द छ कति आनन्दसँग घर बनाइदिनु भएको ल जय होस् उहाँहरूको भगवान् पशुपतिनाथले सधैँ कल्याण गरून् कस्तो राम्रो घर बनाइदियो दिदी हजुरको जय होस् सधैँ भगवान्ले कल्याण गर्नु हजुरको आमा कति माया गर्नु दिदी खुसी लाग्यो म मेरो छोरो छैन भने ल आँसु नै आयो त्यही भने भगवान् कहाँ हुन्छ थाहा छैन हजुरसँग हजुरहरूसँग भगवान् हुन्छ ल हेर्नु हो र त्यही त अहिले मैले अहिले खुवाउँदिनँ दिदीहरू खुवाउनुहुन्छ भने अनि म मेरो छोराले भने भगवान् कहाँ छन् छोरो एउटा घरमा यसरी राखिदिनु भएको छ